कहिलेकाहीँ उच्च शिक्षा अध्ययनका लागि रहरले देश रोज्ने गरिन्छ। कहिलेकाहीँ साथीभाइको लैलैमा लागेर देखासिखीको रूपमा हामीले शैक्षिक गन्तव्य रोज्ने गर्दछौँ। कतै तपाईँहरू पनि त्यस्तो गर्दै त हुनुहुन्न? भिसा पाएनौँ, मेरो धेरै पैसा लस भयो र मेरो बाबा आमाले गरेको दुःखहरू सबै खेर गयो र यसको एउटै कारण चाहिँ शैक्षिक परामर्शदाता हो भन्ने निचोडमा त पुग्नु भएको छैन। त्यस्तो होइन है। हामीले कुनै पनि वैदेशिक यात्राको तयारी गर्दाखेरि म एलिजिबल छु या छुइनँ, मेरा फाइनेन्सियल पार्टहरू, एकाडेमिक पार्टहरू र ल्याङ्ग्वेजका प्रोफिसियन्सीहरू पुग्छन् कि पुग्दैनन्, त्यो चाहिँ सेल्फ चेक गर्ने गरौँ। यदि त्यस्ता कुरामा तपाईँलाई कुनै कन्फ्युजन छ भने तपाईँको भविष्यको सफलताका लागि तयार रहनुभएका हाम्रा एडमिसन टिमहरू तपाईँहरूलाई चाहिने स्पष्ट र करियर ओरिएन्टेड खालको गाइडलाइन्स गर्न तयार हुनुहुन्छ। अरूलाई दोष या निर्दोष भन्नुभन्दा पनि अगाडि आफ्नो लागि कति उपयुक्त छु एकचोटि सेल्फ टेस्ट गरौँ। त्यसकारण शैक्षिक यात्रा या उच्च शिक्षाको लागि विदेश जाने यात्रालाई लैलैको वा रहरको आवश्यकता मात्र नठानौँ। पुगेर लिने ज्ञान र त्यसले भविष्यमा नेपाललाई पार्न सक्ने प्रोफिटेबिलिटी के छ त्यसलाई पनि अलिकति अध्ययन गरौँ। सही र सत्य सूचनाका लागि रियाक्सन नेपाललाई सम्झनुहोस्।